रेडियो नेपालसँग जोडिएको एउटा अविस्मरणीय सम्झना। बौद्धल आउनुभन्दा पहिले मनोरञ्जनका सबैभन्दा लोकप्रिय माध्यम रेडियो नै थियो। त्यसबेला धेरैले सिलोन रेडियो, अल इन्डिया रेडियो र विविध भारती सुन्थे। काठमाडौँमा रेडियो नेपाल सुन्ने मानिस भए पनि तर विदेशी स्टेसनको आकर्षण बढी थियो। पछि विक्रम सम्वत 2031 सालतिर रत्न रेकर्डिङ संस्थानले रेडियो नेपालमा दैनिक बेलुका 9 बजेदेखि 11 बजेसम्म विज्ञापन सेवा सञ्चालन गर्यो। नेपाली गीत र हिन्दी गीत, हरेक शुक्रबार अङ्ग्रेजी गीत, फरमाइस कार्यक्रम, नाटक, गीत नाट्य र प्रश्नोत्तर कार्यक्रम अत्यन्त लोकप्रिय बने। म पनि किशोर अवस्थामा 10 पैसाका पोस्टकार्ड किनेर आफ्नो मनपर्ने गीतको फरमाइस पठाउँथे। बेलुका रेडियोमा आफ्नो नाम उच्चारण भएको सुन्दा त स्वर्ग पुगे जस्तै लाग्थ्यो। भोलिपल्ट साथीहरूलाई हिजो मेरो फरमाइस बजे सुनेको थियो भनेर सोध्ने कति हतार हुन्थ्यो। त्यसबेला कार्यक्रम सकिँदा उर्गोसले सधैँ भन्नुहुन्थ्यो, मन लगायत प्राविधिक सहयोगी दिव्यरत्न साकेलाई पनि बिदा दिनुहोस्। यो नाम सुन्दा मलाई आफ्नै स्कुलका साथी दिव्यरत्न साकेको सम्झना आउँथ्यो। एक दिन भेटेर सोधे, त्यो दिव्यरत्न साके तिमी नै हो? उहाँले मुस्कुराउँदै भन्नुभयो, हो म नै हुँ। म त पत्याउनै सकेन। दिनभर सिंहदरबारमा काम गरेर राति 11 बजेपछि गाडीले पाटन फर्किने रहेछ। मैले मजाकमै भने, मेरो नाम पनि फरमाइस कार्यक्रममा पराइदिनु मिल्दैन? उहाँले नियम त हवाईपत्रबाट फरमाइस पठाउनु पर्ने हो भन्नुभयो। तर साथीको माया थियो, एक दुई पटक मेरो नाम पनि रेडियोमा सुनाइदिनु भयो। पछि उहाँ जावलीखेल स्थित रेडियो नेपालको स्टेसनमा सरवा हुनुभयो। त्यहाँबाट सिंहदरबारको कार्यक्रम सर्टवेभमा रिले प्रसारण हुन्थ्यो। त्यति बेला स्टेसनको बाहिर स्पिकर राखेर रेडियो बजाइन्थ्यो। कहिलेकाहीँ हावा चल्दा त्यसको आवाज हाम्रो घरको कौसीसम्म पुग्थ्यो। आज एफएम, इन्टरनेट र मोबाइलको युग आइसकेको छ, तर पोस्टकार्डमा फरमाइस लेखेर आफ्नो नाम रेडियोमा सुन्ने त्यो उत्साह र रेडियो नेपालसँग जोडिएका ती मधुरा सम्झनाहरू पनि आज पनि मनमा ताजै छन्।